चीनको वायुसेना पिपल्स लिबरेसन आर्मी एयरफोर्सले आफ्नो 76औं स्थापना दिवस भव्य रूपमा मनाएको छ। सन् 1949 नोभेम्बर 11 मा स्थापना भएको यो वायुसेना आज विश्वकै अत्याधुनिक र शक्तिशाली एयरफोर्सहरूमध्येको एक बनेको छ। यस वर्षको वार्षिक उत्सवमा चीनले आफ्नो नयाँ पुस्ताको युद्ध प्रणाली, स्टेल्थ विमान र अत्याधुनिक ड्रोनहरूको संयुक्त प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय ध्यान केन्द्रित गरेको छ। दर्शकबिन, स्वागत छ तपाईले नेपाल पेज युट्युब च्यानलमा। वार्षिक उत्सवको अवसरमा चीनले विशेष माइक्रोफिल्म र हवाई प्रदर्शन मार्फत आफ्ना नयाँ युद्ध उपकरण र प्रविधिहरू प्रस्तुत गरेको थियो। कार्यक्रमको मुख्य आकर्षण थियो मानव चालक फाइटर जेट र अनम्यान ड्रोनहरूको संयुक्त उडान। चीनले पहिलो पटक सार्वजनिक रूपमा आफ्नो 5औं पुस्ताको स्टेल्थ फाइटर, अत्याधुनिक आक्रामक ड्रोन JG-11 र इलेक्ट्रोनिक वायरफेयर विमान J-16D सँगै प्रदर्शन गर्यो। तीनै विमानहरू एकै संरचनामा उड्दै गरेको दृश्यले चीनको हवाई क्षमतामा आएको रूपान्तरण प्रष्ट रूपमा देखायो। विशेषज्ञहरूका अनुसार यो प्रदर्शनले चीनले विकसित गरिरहेको मानव अमानव टिमिङ सिस्टम अर्थात् मानव र ड्रोन बीचको स्वामित्व युद्ध रणनीतिलाई पहिलो पटक सार्वजनिक रूपमा देखाएको हो। यस प्रविधिबाट अब भविष्यमा मानव पाइलटले स्वचालित विमानहरूलाई कृत्रिम बुद्धिमत्ता युक्त ड्रोनहरूले सहयोग गर्नेछन्, जसले जोखिमपूर्ण क्षेत्रहरूमा पहिला प्रवेश गरी शत्रुका रेडार प्रणाली र मिसाइल सञ्जाललाई नष्ट गर्नेछन्। चीनको स्टेल्थ फाइटर J-20 आज विश्वका सबैभन्दा उन्नत विमानहरूमध्ये एक मानिन्छ। यो विमान अत्यन्तै कम राडार क्रस सेक्सन राख्न सक्षम छ, जसले यसलाई पत्ता लगाउन मुस्किल बनाउँछ। तर यो वर्षको उत्सवमा देखाइएको J-20 को भूमिका मात्र फाइटरको थिएन, यो नयाँ रणनीतिक कमान्ड सिस्टमको मस्तिष्क जस्तो देखिएको थियो। यसको दायाँ र बायाँतर्फ दुई फरक प्रकारका सहयोग विमान उडिरहेका थिए। पहिलो JG-11 पूर्ण रूपमा स्टेल्थ ड्रोन, जसको डिजाइन उडान विङ आकारको रहेको छ। दोस्रो J-16D इलेक्ट्रोनिक वायरफेयर विमान, जसले शत्रुका कम्युनिकेसन, राडार र मिसाइल गाइडेड सिस्टमहरूलाई निष्क्रिय पार्ने काम गर्छ। यी तीनै विमानले एकसाथ उडान भर्दा यो दृश्य केवल शक्ति प्रदर्शन मात्र थिएन, यो भविष्यको युद्ध रणनीतिको सङ्केत थियो। विश्लेषकहरूको भनाइमा यस्तो संयोजनले वायु रक्षा प्रणालीलाई छेड्न, इलेक्ट्रोनिक अवरोध गर्न र लक्षित क्षेत्रमा सटिक आक्रमण गर्न चीनलाई पूर्ण क्षमतायुक्त बनाउँछ। उत्सवमा देखाइएको माइक्रोफिल्ममा अर्को रहस्यमय दृश्यले सबैको ध्यान खिच्यो। एक विशाल ह्याङ्गरको ढोका बिस्तारै खुल्दै गएको दृश्यमा नयाँ र पहिले कहिल्यै नदेखेको विमानको आंशिक भाग देखियो। विश्लेषकहरूका अनुसार यो विमान सम्भवतः नयाँ पुस्ताको ठुलो स्टेल्थ ड्रोन वा भविष्यको दीर्घदूरी स्ट्राइक विमान हुन सक्छ। यो दृश्य चीनले भविष्यका युद्ध क्षेत्रका लागि विकास गरिरहेको नयाँ हवाई प्लेटफर्मको सङ्केत हो। यसबाट प्रष्ट हुन्छ चीन अब केवल परम्परागत फाइटर विमानमा सीमित छैन, उसले नेक्स्ट जेनेरेसन एयर सुप्रिमो अर्थात् भविष्यको हवाई प्रभुत्वका लागि तयार गरिरहेको छ। यस वर्षको उत्सवको अर्को मुख्य विषय थियो डिजिटल एयरफोर्स र कृत्रिम बुद्धिमत्ता AI। चीनले घोषणा गरेको नयाँ प्रशिक्षण मोडेल अनुसार अब पिपल्स लिबरेसन आर्मी एयरफोर्सले पाइलटहरूलाई डिजिटल सिमुलेटर, नेटवर्क कनेक्टेड मिसन सिस्टम र AI मा आधारित निर्णय सहयोग प्लेटफर्म मार्फत प्रशिक्षित गर्नेछ। यस प्रविधिले युद्धको तयारीलाई तीव्र, सटिक र सस्तो बनाउनेछ। AI प्रणालीले पाइलटलाई निर्णयमा सहयोग गर्ने, लक्ष्य पहिचान गर्ने र वास्तविक समयमा खतरा मूल्याङ्कन गर्ने क्षमता राख्नेछ। यो एक प्रकारको स्मार्ट एयरफोर्स तर्फको यात्रा हो, जहाँ मानव र मेसिन एक अर्काका पूरक हुनेछन्। एयरफोर्सको 76औं वार्षिक उत्सव केवल एक आन्तरिक समारोह थिएन, यसले अन्तर्राष्ट्रिय रूपमा पनि स्पष्ट सन्देश दिएको छ। चीन अब आफ्नो हवाई शक्ति विश्व स्तरमा पुर्याउने दृढ सङ्कल्पमा रहेको छ। दक्षिण चीन सागर, ताइवान स्ट्रेट र पश्चिम प्रशान्त क्षेत्रमा बढ्दो तनावबीच चीनले यस्तो प्रदर्शन गर्नु एउटा रणनीतिक सन्देश हो। यसले चीनको वायु शक्ति न केवल प्रतिरक्षा, आक्रमण र नियन्त्रण क्षमतामा पनि समान रूपले सक्षम रहेको देखाउँछ। यसबाहेक उसले आफ्नो इलेक्ट्रोनिक वायरफेयर, साइबर युद्ध र न्युरल नेटवर्क वायरफेयर क्षमतालाई पनि विस्तार गर्ने योजना अघि सारेको छ। यसको अर्थ अब भविष्यका युद्धहरू केवल आकाशमा नभई नेटवर्क र डेटा स्तरमा पनि हुनेछ। भविष्यमा ड्रोन अर्थात् सयौं चालकविहीन यन्त्रहरू एउटै नेटवर्कमा जोडिएर कार्य गर्ने प्रणाली चीनको नयाँ हतियार बन्ने अनुमान छ। यस्ता प्रविधिले हवाई युद्धलाई नयाँ दिशातर्फ मोड्नेछ, जसमा निर्णय, नियन्त्रण र
आक्रमण सबै कुरा कृत्रिम बुद्धिमत्ताले सम्हाल्नेछ। 76 वर्ष अघि एक सानो समूहका पाइलट र पुराना विमानहरूबाट सुरु भएको एयरफोर्स आज विश्वका सुपर पावरहरूसँग बराबरीमा उभिएको छ। यो केवल सैन्य उपलब्धि होइन, चीनको औद्योगिक, प्राविधिक र रणनीतिक प्रगतिको प्रतिबिम्ब हो। चीनले आज जसरी आफ्नो वायुसेनालाई अत्याधुनिकीकरण गर्दैछ, त्यसले निसन्देह विश्व हवाई शक्ति सन्तुलनमा नयाँ अध्याय लेख्नेछ।